हजुर मैडम नमस्ते। नमस्कार। मैडम हजुरको परिचय दिन न। मेरो नाम शान्ति सारू। हजुर म स्याङ्जाबाट आएको। के भएर आउनु थियो? पाइल्स फिस्टुला के हो ए धेरै जो रहेछ क्या? हजुर पाइल्स फिस्टुला अनि फिसर पनि हो कि? होइन, फिस्टुला र पाइल्स हो। ए दुईटा मात्र हो? हजुर। अनि यहाँ कुन माध्यमबाट आउनुभयो मैडम? अब मैले यो एफएम द्वारा पनि सुनेको थिएँ पहिला नै। हजुर। यहाँको प्रचार अनि यो भन्दा पहिले गएको हप्ता भन्दा पहिले एउटा बहिनी कि मेरो फुपूको छोरी। हजुर हजुर। उहाँ आएर यही अपरेसन गर्नु भएको रहेछ लेजर प्रविधिबाट। अनि उहाँले बहिनीबाट सुझाव सल्लाह लिएर फेरि म यहाँ आएको। यो कति पुरानो थियो नि हजुरको? पुरानो मेरो त 15-16 वर्ष नै भएको छ। 15-16 वर्ष भएको। अनि बाहिर कतै केही देखाउनु भयो? बाहिर भन्नाले यस्तो दबाईहरू त खाएको मैले, अनलाइनबाट मलमहरू ल्याउने तेलहरू ल्याएर लाउने पनि गरेको, तर सेक बिसेक केही भएन सर। अलिकति ढिलो गर्नुभयो होइन? के लाज मानेर बस्नु भयो कि? लाज भन्नाले पनि अब थाहा भएन कि? थाहा भएन। अब गाउँघरको परिस्थिति त्यस्तै हो सर, भनेको बेलामा हुँदैन। अब त्यस्तै अब लाज त के माने, अब आफूलाई मात्रै परेको लाज मान्नु पर्ने रहेछ सर। सबैलाई हुने अब उता हेऱ्यो त्यस्तै, उता हेर के को लाज मान्नु। रोग पालेर बस्दा आफैलाई बढी खर्च हुने। हजुर। अनि फेरि आफैलाई दुःख हुँदो रहेछ, बल्ल थाहा पाइयो कि सर यो रोग भन्ने बेलैमा उपचार गर्नु पर्ने रहेछ। अब यो लेजर प्रविधि एकदम राम्रो सिधो सरितो हुन्छ भन्ने भयो होइन? हजुर। अनि चाँडो सन्चो हुने पनि होइन, फर्केर पनि नआउने। हजुर। अनि यो ठ्याक्कै त्यस्तै मान्नु भयो आज अपरेसन गरेर यहाँ बेडमा आएपछि? हजुर त्यस्तै माने। अनि डाक्टरहरू पनि राम्रो बोल्दै दुःख सुख बोल्दै अपरेसन गर्नु भएको थाहै भएन कि। स्टाफहरू पनि राम्रो एकदम। सुरुमा त आएर नाम लेखायो अनि ब्लड चेक गर्नुभयो। हजुर। अनि अपरेसनै गर्नुपर्छ भन्नुभयो के अरे। अनि गर्नु नै पर्ने अब गरियो। यो त अपरेसन गर्दा कति मिनट जति लाग्दो रहेछ लगभग? अब त्यस्तै 20-25 मिनट। म 8:45 भित्र पसेको। हजुर। अनि 9:10 पछि सिद्धे थियो। मैले घडी हेरेँ। अहिले कस्तो छ अहिले हजुर? अहिले ठिकै छ सर, यो खुट्टाहरू झमझमा छ। नै अपरेसन गरेको केही थाहा भएन। केही दुखाइ त केही थाहा भएन। हजुर। आज डिस्चार्ज हुन्छ हजुर? हजुर हुन्छ होला। अनि यहाँ डाक्टर विश्वदीप तिमिल सिन्हा डाक्टर साहब कस्तो लाग्यो? एकदम राम्रो, एकदम राम्रो, मिजासिलो बोल्नु हुने। हजुर। यस्तो उस्तो जम्मै अराइ पराइ सिकाइ गर्नु भएको छ के अरे, राम्रो माने। हस्त म्याडम, हजुरले आफ्नो अनुभव सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद हजुरलाई। त्यही त नि, शीघ्र स्वास्थ्य लाभको कामना हजुर। हस् हुन्छ, धन्यवाद।